ल हेर्नुहोस् यहाँ 10 मिनट पानी परेको, मात्र 5 मिनट पानी परेको। ल हेर्नुहोस् यो सरकारको ध्यान आकर्षण गर्नलाई यो भिडियो बनाएको आज मैले। खोलामा पसल हो, खोलामा हो पसल। ल यहाँ 5 मिनट परेको पानी जम्मा, खोलामा पसल छ यहाँ सबैजना। देख्नु भइरहेछ यहाँहरूले, हिजो नि यस्तै थियो यहाँ। बिस्तारै 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 स्पिड चलाइहाल्छ नि है। खोलामा पसल भयो है हाम्रो यहाँ। म यहाँ स्कुलमा बच्चाहरू लिन जाँदैछु अहिले। यो हाम्रो 16 वडा 15 वडा दुइटै बोर्डर हो यो। खोलावारी 16 र खोलावारी 15 वडा। हाम्रो केटिएमको मेयर खोइ बालनजी खोइ कता जानुभयो। 5 मिनट पानी पर्नु हुँदैन यो ठाउँमा, कसले हेरिदिने हो यहाँ। ल हेर्नुहोस् यहाँ घरतिर खोला बगेको। अब स्कुलमा बच्चाहरू लिन जाँदैछु म अहिले। अब जाने कसरी ल हेर्नुहोस्। ल बिस्तारै बिस्तारै, खोलामा पसल छ, गाह्रो छ। खोलामा पसल छ भने के अब स्कुलमा जान लाग्यो बच्चाहरू लिन, कसरी जाने अब यहाँभन्दा उता जान सकिरहेको छैन है। ल हेर्नुहोस् म बल्ल बल्ल यतासम्म त पुगेँ होइन। अब यहाँभन्दा जाने कसरी अगाडि। खोइ त स्थानीय सरकार कहाँ गयो अहिले। खोलामा पसल छ नि यहाँ, दायाँ बायाँ सबै खोलामा पसल छ नि। खोइ यो हाम्रो 16 वडाको बोर्डर हो, 15 वडा र 16 वडा। पन्ध्र वडा र 16 वडाको बोर्डर हो यो हाम्रो। खोइ स्थानीय सरकार कहाँ गयो। स्कुलमा बच्चा लिन जानलाई कति समस्या छ यहाँको बासिन्दाहरूलाई। ल हेर्नुहोस् यहाँ देख्नु भइरहेछ बाटो पुरै परसम्म खोलै खोला छ। धेरै टाढा टाढासम्म खोलै खोला छ नि यहाँ जाम भइसक्यो अहिले। खोइ स्थानीय सरकार कहाँ गयो, हाम्रो मेयर साहब खोइ। ल हेर्नुहोस् यहाँ, ल हेर्नुहोस् यहाँ कसरी जाने भयो स्कुलमा बच्चाहरू लिनु, कति समस्या छ हामीहरूलाई। सरकारले हेर्ने हो कि होइन। हामी यहाँ 15 वडा र 16 वडाको बोर्डर हो यो। म भन्दैछु अघिदेखि 15 वडा र 16 वडाको बोर्डर ढुङ्गेधारा हाम्रो एआइटी उता रानीमन जाने बाटो, राधाकृष्ण मन्दिर जाने बाटो। ढुङ्गेधारा एआइटी हो यो। हेलो कहाँबाट जाने? खोलामा पसल छ यहाँ हेर्नुहोस्, यहाँ सटरमा हेर्नुहोस्। हाम्रो ढुङ्गेधारा हो एआइटी 15 वडा र 16 वडाको बोर्डर। म अहिले यहाँ खोलामा गइरहेको छु कि बाटोमा गइरहेको छु भन्ने कुरा मलाई पनि थाहा छैन। ल हेर्नुहोस् साथीहरू यहाँको हालत देख्नु भइरहेछ। यो बोर्डर परेको भएर पनि होला सायद न 15 वडाले हेर्छ न 16 वडाले हेर्छ। ढुङ्गेधारा हुन्छ यसलाई एआइटी 16 वडा र 15 वडाको बोर्डर म भन्दैछु साथीहरू अघिदेखि। हेर्नुहोस् यहाँ कति समस्या छ। अब सरकारले हेर्नुपर्छ, तपाईँहरू यसो सेयर गरिदिनुहोस्। धेरै टाढाबाट हिँड्दै आइरहेको छु म, यहाँसम्म पुगेँ।
यो 15वटा र 16वटाको बोर्डर हो हाम्रो ढुङ्गेधारा वनस्थली ढुङ्गेधारा एराइटी भन्छ यो ठाउँलाई। ल अब सरकारसँग पुर्याइदिनु होला यो भिडियो। धन्यवाद। म सुजेन महर्जन।